अब माताको पूजा गर्दैछु। सबैको लागि म जो मातालाई बिन्ती गर्दैछु। सबै मेरो इष्टमित्र, मेरो साथीभाइ, जिक्री दोस्त, फ्रेन्ड, जति पनि मेरो लाइफलाइन आरसिएमको जुन चाहिँ लाइफलाइनहरू छ, अपलाइन छ, सबैको लागि चाहिँ मैले मातालाई बिन्ती गरेर प्रार्थना गर्दैछु, पूजा गर्दैछु। सबैले पनि हात जोडेर बस्नुहोस्। तपाईँको लागि यो मेरो लाइफ उयो हो र डिबी लामाको तर्फबाट एकदमै पूजा गर्दैछु। तपाईँले एकदम निष्ठान दिएर चाहिँ बस्नुहोस्। तपाईँले कस्तो चाहिँ लाग्दो रहेछ, राम्रो प्रकारले हुँदो रहेछ है। म आज चाहिँ पूजा गर्नु बसेको छु। तपाईँको हेर्दै जानुहोस् तपाईँहरूले ल। जय माताजी, जय माताजी, जय टीका लान्छु म। हामी त भिडियोको माथि पुगेर खाएको टीका लाउनु पर्छ। सबैको निम्ति बिन्ती गरिदिएको छु। सबैको इच्छा पुरा होस्, मनोकामना पुरा होस्, तर दुःख विमर्श कसैले नगरिदियोस् है माताजी। सबैको फेरि पनि आज दर्शन हुनु पाऊँ, सबैको मन पुरा गरिदियोस् भन्दै छु।